हेलो नमस्ते साथी हो। म चाहिँ यसले केराको बच्चा निकाल्दैछु। यसरी पहिला काटेर अनि यसरी निकाल्दैछु साथी हो। यो चाहिँ अर्कै ठाउँमा सार्नुको लागि हो। यो पनि सारेको सोच गरेछु। यो केराहरू धेरै पछा छ, तर अलिक जाडोको सिजनमा भएर यिनीहरू अलिक राम्रो भएको छैन। अलिक पाक्नुलाई छिप्पिनुलाई धेरै समय लाग्दो रहेछ। यो बनाएको मैले यहाँ अठ्याउने हो, यहाँ टेक्ने र उता साबेल जस्तो दार हुन्छ यसरी यसरी अनि गाड्नु सकियो। यसरी साथीहरू बच्चा निकालेपछि चाहिँ यसरी खाल्टा हुन्छ, अनि यो खाल्टालाई पुर्नुपर्छ साथी हो, नभए केरा लड्ने सम्भावना हुन्छ। अलिअलि हावाहुरी आयो भने पनि जति खनेछौँ त्यति नै पुर्देको छौँ हामीले। धेर पुऱ्यो भने चाहिँ बच्चा ज्यादा हुने हुँदो रहेछ, अनि एउटा मात्रै राख्नुपर्ने। काट्दा काट्दा समस्या हुँदो रहेछ साथीहरू। यसरी खाल्टा खन्यौँ हामीले केरा सार्नुलाई साथीहरू। रोपिसक्यौँ हामीले एउटा साथीहरू। यो लाइनमा मैले 3टा रोपेँ साथीहरू। वहाँ पर एउटा, 2टा, योसँग 3टा। यसरी नै यो पहिले सारेकोहरू बाँचिसकेको छ, वहाँ परैसम्म छ हामीले सारेको। यो चाहिँ मैले यहाँ ल्याएर रोप्दै यहाँ मरेको रहेछ।